जनतालाई अन्धकारमा राखेर जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरू अहिले फेरि प्रतिक्रियावादी शक्तिहरू फेरि प्रतिगमन गरेर आउन खोजिरहेका छन्। कत्रो आधारमा 21औं शताब्दीमा शिरपेट लाएर बस्ने गरे। 21औं शताब्दीमा शिरपेट लाएर महाराज राज गर्यो। हामीलाई हुकुम दिने अरे जनतालाई, जनताभन्दा माथि, संविधानभन्दा माथि, देशभन्दा माथि। अलिक अप्ठ्यारो पर्यो भने 15 गते यिनीहरू नाङ्गे, अलिक अप्ठ्यारो पर्यो भने हामीले खोजेको त संवैधानिक राजतन्त्र, संविधान नमान्ने, कानुन नमान्ने, लोकतन्त्र नमान्ने, खोज्ने के संवैधानिक। संविधान नमान्ने संवैधानिक खोज्ने, संविधान नमान्ने संवैधानिक खोज्ने, जनताले भनेको नमान्ने, जनताले बनाएको संविधान नमान्ने, जनताले ल्याएको लोकतन्त्र नमान्ने, जनताको प्रणाली नमान्ने, जनताको सार्वसत्ता नमान्ने, जनताको सर्वोच्चता नमान्ने, जनता शक्तिका स्रोत हुन् भनेर नमान्ने, अनि जनताको चाहना अनुसार अनि पैसा तिरेका 4 गुण्डा सहरमा उतारेर आगो लगाउन लगाएर, मान्छे मार्न लगाएर, तोडफोड गर्न लगाएर, पार्टी कार्यालयहरूमा तोडफोड गर्न लगाएर, व्यक्तिका घरहरूमा तोडफोड गर्न लगाएर, व्यापार बिजनेसमा आक्रमण गरेर अनि देश धेरै बिग्रियो। हामी सपामा छौँ, मलाई साथ देऊ, म अगाडि बस्छु, आह्वान